दुवैजनाको विशेषता नै फरक छ नि त किनभने दुवैजना सञ्चारकर्मी रवि लामिछानेले दुवैजना टेलिभिजनको मालिक हो अनि उहाँहरूले कार्यक्रम चलाउनुहुन्छ उहाँहरूले ल रवि लामिछाने रवि लामिछाने नै छान्नुको कारण चाहिँ होइन यस्तो हो जस्तै कम्पेरिटिभली सोध्नुभयो नि पत्रकारिताको पनि कुरा पक्ष होला पत्रकारिताको पनि भनौँ न एउटा बोल्ने तरिका होला एउटा सोच्ने तरिका होला होइन त्यसलाई प्रस्तुत गर्ने तरिका होला विषयवस्तु के उठाइन्छ भन्ने कुराहरू होला यो सबै हेर्दाखेरि उहाँहरू दुइटै राम्रै पत्रकार हो तर त्यही सबै चिज हेर्दाखेरि छान्नै पर्दाखेरि रवि लामिछाने राजनीतिक रङ्गमञ्चका दुई खेलाडी राजेन्द्र लिङ्गदेन के केपी ओली राजेन्द्र लिङ्गदेनज्यू छान्नुको कारण अब किनभने उहाँ त्यति साह्रो टेस्टेड हुनुहुन्न उहाँ अहिले फ्रेस हुनुहुन्छ उहाँहरूको कुराहरू सुन्दाखेरि चाहिँ अलिकति भनौँ न असल चाहिँ देखिन्छ होइन बोलीमा असल त किन उहाँलाई टेस्ट गर्न त बाँकी छ होइन उहाँ अहिले टेस्ट नहुनु भएको हिसाबले चाहिँ राजेन्द्रजी सङ्घीयता सहितको नेपाल कि सङ्घीयता बाहेकको नेपाल होइन प्रदेश नभएकै राम्रो राजा कि राष्ट्रपति होइन यस्तो राजा पनि राम्रो हो राष्ट्रपति पनि राम्रो हो होइन व्याख्या नै पहिला गरिदिउँ किन भन्दाखेरि यस्तो तन्त्र सबै राम्रो हो तन्त्र जति छन् होइन राजतन्त्र प्रजातन्त्र सबै राम्रो हुनसक्छ है त्यो राम्रो हुनुलाई चाहिँ त्यहाँनिर व्यक्ति राम्रो हुनु पर्यो त्यहाँनिर जनता पनि त्यही हिसाबले सहकारी हुनु पर्यो किनभने हाम्रो त जुनसुकै तन्त्र आउँदाखेरि प्रजातन्त्रमा प्रजा भनियो लोकतन्त्रमा जनता भनियो मान्छे त त्यही हो नि त भनेको त हाम्रो सोचाइमा चेन्ज आउनु पर्ने छ नि त तन्त्र चेन्ज आएर केही पनि हुने भएर छैन जुन तन्त्र आए पनि छान्नै पर्यो भने हजुर राजा कि राष्ट्रपति होइन छान्न यो चिजमा छान्नलाई यो छान्नुपर्ने सब्जेक्टै होइन छान्नुपर्ने सब्जेक्टै होइन अहिले चाहिँ हामी राष्ट्रपति सिस्टममा छौँ अहिले लोकतन्त्रमा छौँ भनेपछि यो लोकतन्त्र मानेर त मैले मेयरमा उठेँ होला नि त लोकतन्त्रलाई त मैले मानिरहेको छु नि त नभए यो सिस्टमै गलत छ भोट नहाल्ने केमा यसमा पनि होइन यसमा त अघि कसरी स्थापित र होइन यसमा त मैले छानेर के हुन्छ र मैले छानेर त केही हुने नै होइन नि त किनभने म मेयरमा उठ्दैछु मैले छानेर नहुने कुरा के रहेछ भिजन भन्ने दर्शकले बुझ्नु किनभने होइन क्लियरली सबै कुरा हेर्दाखेरि क्लियरली चाहिँ अहिले चाहिँ नेपालले दुःखै पाएको हो होइन जुनसुकै तन्त्रमा त्यही भएर मान्छेको सोचाइ चाहिँ परिवर्तन हुनुपर्छ पहिला सोचमा परिवर्तन आएपछि तन्त्र जुन भए पनि केही फरक पर्दैन तपाईँ त 46 साल पछि जन्मेको मान्छे हजुर हजुर होइन सायद 1 वर्ष पछाडि 47 सालमा जन्मिनुभयो हजुर हजुर भनेपछि त्यो 46 साल अघिको त यहाँले सुन्नु मात्रै भएको होला हजुर कथाहरू होइन 46 साल पछिका त देख्नुभयो यहाँले होइन अहिलेसम्म भोगिरहनु भएको छ सुनेका कुरा र अहिले भोगेका कुरामा सशक्त मूल्याङ्कन गर्नुपर्दा 46 साल अघिको नेपाल राम्रो रहेछ कि 46 साल पछिको नेपाल राम्रो लागिरहेछ होइन ब्युटीको हिसाबले हेर्ने होइन एउटा टुरिज्मको पर्सपेक्टिभले हेर्ने भने त पहिलाको राम्रो हो होइन अनि अब अरू धेरै कुरा प्रगति पनि भएको छ किनभने तपाईँको लोकतन्त्र आएपछि प्रगति नै नभएको होइन स्थानीय निकायमा प्रगति किन हामीले आँखाले देखिने कुराहरू सबै स्थानीय सरकारले बनाएको चिज हो नि त प्रदेशबाट होइन त्यो स्थानीय